हामी चाहिँ फाइनली न्यू घरमा सरेको छौँ। भोग लाग्यो। मैले धेरै कुरा सिकेको छु यहाँ विदेश आएर चाहिँ। यस्तो छ, हि इज रेड फ्ल्याग गाइज। बाबालाई धुरन्धर। सो भोलि चाहिँ हामी दुवैजनाको डे अफ छ अनि यो चाहिँ मिस्टर ससाङले प्रिपेयर गर्नुभएको हो। हामीसँग चाहिँ के छ भने यहाँ थाकेर यस्तो भएछ दुईजनै। यो चाहिँ हो भुटेको चिउरा अनि यो चिकन लेग पिस भइहाल्यो, एयर फ्राई गरेको बदाम अनि त्यसपछि अन्डा, यो बर्डमा साँधेको। यसमा चाहिँ मैले अलिअलि हेल्प गरेको थिएँ तर सबै उहाँले बनाउनु भएको। यो चाहिँ भयो ड्राई फ्रुट्स भइहाल्यो अनि यो टमाटरको चटनी अनि यो चाहिँ बेकन फ्राई हो। सो हामी खान्छौँ अब, लेट्स इन्जोय इट। अर्को ब्रेकफास्ट चाहिँ यो हो। टक्क लगाएर अलिकति खुल्छ है, बिग्रिन्छ के दामी। अनि यहाँ छ फ्रुट्स। यो चाहिँ के हो अरे? यो चिबाटा। यो भयो स्यान्डविच। यो चाहिँ स्यान्डविच अनि यो भयो फ्रुट्स। यहाँ चाहिँ छ स्ट्रबेरी, ब्लुबेरी, रास्पबेरी अनि यो प्यासन फ्रुट भयो। अनि यहाँ चाहिँ छ कफी। लेट्स इन्जोय। क्रेडिट गोज टु हिम। ल अब चाहिँ खाइन्छ। यतिको त फेरि गङ्गा सेपे बनाउन सक्दैन नि। हजुर ल खाम है तब। Hello everyone, welcome to my channel or welcome back to my channel. This is me Ganga Gavok अनि आज चाहिँ आफ्टर सो लङ मैले भ्लग बनाइरहेको छु। एकदमै लङ नै भयो मैले भ्लग नबनाएको चाहिँ, किनभने कामले गर्दाखेरि अलि बिजी भइरहेको थियो। सो आज चाहिँ हामी दुईजनाकै छुट्टी छ अनि अस्ति पनि छुट्टी त सँगै भइरहेको थियो। अब कहिले फेरि कता के काम हुन्छ, कहिले के हुन्छ, त्यही कारणले चाहिँ हामीले भ्लग बनाउन पाइरहेको थिएनौँ। अनि फेरि एक दिनको डे अफ हुन्छ होइन, अब विकमा एक दिनको डे अफ हुन्छ। मेरो त अलि धेरै नै डे अफ हुन्छ होइन, तर ससाङको चाहिँ विकमा 1 डे मात्रै हुन्छ। सो त्यही कारणले नि एक दिन त हो भनेर कस्तो अल्छी लागेको हुन्छ नि त, त्यही भएर चाहिँ भ्लग बनाएको थिएन। तर एकदमै डिमान्ड आयो भ्लगको। डिमान्ड चाहिँ कोबाट भने अफकोर्स मेरो मम्मी बाबा अनि ससाङको मम्मी बाबा अनि ससाङको हजुरआमाले पनि हेरिराख्नुहुन्छ होइन। अनि त्यही भएर चाहिँ खै तिमीहरूले भ्लगै बनाएन, भ्लग बना। अनि दिशानले त होइन, दिप्सिकाले पनि सोधिरहेको थियो मलाई चाहिँ, मेरो दाइको छोरीले कहिले भ्लग बनाउनुहुन्छ, खै भ्लगै बनाउनु हुँदैन त तपाईँहरूले आजभोलि भनेर भन्दै थियो। सो हियर आई एम। आज चाहिँ हामी दुईजनाकै डे अफ छ अनि सो होल डे चाहिँ हामीले भ्लग बनाएनौँ। बिहान खाजा खायौँ, एकदमै हेभी ब्रेकफास्ट गऱ्यौँ, त्यसपछि चाहिँ मुभी हेर्दै बस्यौँ यत्तिकै चिलमा। अनि फ्रेस भयौँ टक्क, दुवैजनाले सावर लिएर आनन्दले बस्यौँ दिनभरि। अनि अहिले चाहिँ हामी जान लागेको बाहिर। सो आज चाहिँ हामी अलिकति मेरो स्किन केयरहरू किन्नु छ अनि प्लस अलिअलि सपिङ पनि गरिन्छ होला, धेरै चाहिँ गरिन्न। अनि त्यसपछि आजको मुभी डेट प्लान छ अनि हामी आज डिनर पनि बाहिरै गर्छौँ। सो लेट्स सी आज हामी के गर्छौँ। सो यो भ्लग चाहिँ अलिकति छोटो हुन्छ होला, किनभने अब मुभी हेरेको त खासै त्यो भ्लग गरिँदैन नि त, त्यही भएर। अनि सो मुभी चाहिँ कुन मुभी हेर्न जान लाग्यो भने हामी धुरन्धर 2। अब एम आई प्रोनाउन्सिङ राइट अर रङ थाहा भएन। धुरन्धर हो कि के हो, जे भयो भने द रिभेन्ज, त्यसको पार्ट 2 हेर्न जान लाग्यो। सो त्यो चाहिँ एकदमै लङ मुभी छ। पार्ट 1 पनि एकदमै लङ थियो, सो यो पनि एकदमै लङ छ, अलमोस्ट 4 आवर्सको रहेछ मुभी। सो लेट्स सी। अनि त्यही हो। सो दिस इज माई ओटिभी। देखेको छैन होला, तर जस्ट सिम्पलै भएर जान लागेको। अब यहाँ समर सुरु भइसकेको छ, तर समर सुरु भए पनि स्टिल सो कोल्ड, एकदमै जाडो छ, एकदमै विन्डी छ। त्यही भएर मलाई नै हुन्छ नि खासै ड्रेसअप गर्नै मन लाउन्न क्या, किनकि बाहिर गएर अब ज्याकेट लाउनै परिहाल्छ होइन। सो त्यही हो, किनेको लुगा पनि थन्कै छ। अनि मेरो चाहिँ हाफ कपाल सुकेको छैन, त्यही भएर यसरी बानिरहेको छु। सो लेट्स गो गाइज।
अनि हिरोको इन्ट्री भएको छ What's up, what's up? सो उहाँ चाहिँ मेरो वान एन्ड ओन्ली हस्बेन्ड हुनुहुन्छ सो के छ हालखबर भनिदिनुहोस् आफ्टर सो लङ हामीले भ्लग बनाइरहेको छौँ Bawal, so bawal. How are you guys? We are doing great here. सो त्यही हो आज चाहिँ हाम्रो डे अफ खै आउन एकचोटि ए अनि आज यु क्यान सी द ब्याकग्राउन्ड इज चेन्ज यु माइट नट सी होइन थाहा छैन अब थाहा छैन होला कतिजनालाई त तर किनकि हामीले पहिला घरमा त्यति साह्रो होम टुर यताउता त देखाएको थिएन सो हामी चाहिँ फाइनली न्यू घरमा सरेको छौँ नगर नि त्यस्तो के भन्छ नि कहाँ गयो कपडा यता आउन त्यही छ कि एकछिन भ्लग बनाइरहेको छु म यहाँ उस्ताएकै सुज फाइनली हामी चाहिँ न्यू घरमा सरेको छौँ दिस इज आवर न्यू होम गाइज होइन हामी चाहिँ त्यहाँबाट सरेर अहिले न्यू प्लेसमा आएको छौँ सो दिस प्लेस इज एकदमै राम्रो छ सो फार सो गुड होइन सो त्यही हो अब हामी जान्छौँ लेट्स गो घाम चाहिँ यस्तो मजाले लागेको छ अब चाहिँ हामी निस्किन लागेको तर यहाँको घाम मात्रै लाग्यो भने चाहिँ गर्मी छ होइन यो हावाले मात्रै चिसो लाउने रहेछ कि है बेबु कुहिलेर हिँड्छ मान्छेहरू हावाले मात्रै चिसो कि है हावा लाग्यो भने मात्रै चिसो हुने कि नभए त आनन्दको छ क्या वेदर चाहिँ यस्तो रुख चाहिँ मलाई मनपर्छ कि अनि यो रुखहरू चाहिँ हाम्रो गाउँमा मात्रै हुन्छ नि त तिमीले देखेछौ यस्तो रुख पोखरामा छैन नि त है हाम्रो गाउँतिर मात्रै हुन्थ्यो क्या अनि अहिले यहाँ देख्दाखेरि नि राम्रो छ तर वेदर नि हाम्रै गाउँको होला जस्तो लाग्छ मलाई त यता त हामी चाहिँ यता आयौँ आज चाहिँ ब्याङ्क होलिडे हो अनि एकदम मान्छे छ जस्तो है के हो अनि भोक लाग्यो भोक त लाग्नै पर्यो नि तिमीलाई किन बिहान ब्रेकफास्ट के खाएनौ त्यो मैले त्यत्रो दामी खाएको थिएँ भोक लाग्यो कति बज्यो 5 बजीसक्यो भोक लागिहाल्छ नि के खाने आज त डेन्जर खाने तिमीलाई भोक लाग्यो होइन ल तिम्रो भोक म मेटाइदिन्छु हेरेरै मेटाइदिन्छु तिम्रो भोक नखाइकन अगाउँछु तिमी अब ओ माई गॉड के खुलाउँछौ त्यस्तो ल हेरेर होइन नखाइकन अगाउँछौ तिमी होइन अहिले त्यहाँ फेरि खानेकुरा देखेर मलाई त भयो भन्न एक पिसमै भएन भन्न अहिले किन अनि लास्टमा अनि म खाँदिनँ नभन फेरि किन खान्छु खानु पहिला डिल गरेर लान्छु डेन्जर भोक लाग्छ नि डेन्जरै खाने ठाउँमा लान्छु तिमीलाई यस्तो प्याक चाहिँ जहाँ पनि के अरे ऊ छ कि है आज त पार्किङ नै नरहेँ त अनि अहिले त यहाँ के भन्छ के अरे 8 बजे मात्रै अँध्यारो हुन्छ अनि यो युरोप युके होइन कता युरोप र युकेतिर मात्रै होला है त्यो 2 नबजिकन 3 बज्ने होला सबै ठाउँमा हो कि सबै ठाउँमा त होइन होला अब हाम्रो उता एसियातिर हुँदैन त्यस्तो हुन्छ अनि त्यही भएर चाहिँ यहाँ चाहिँ 8 बजे मात्रै अँध्यारो हुन्छ कि त्यही भएर चाहिँ मन पर्न थालेछ नभए त जाडो महिनामा त 5 बजे अँध्यारो 4:30 बजीतिरै अँध्यारो भइसक्छ क्या अनि बिहान उठ्यो अनि बिहान उठ्ने बित्तिकै अँध्यारो हुने कि अब त्यस्तो अनि बिहान उज्यालो पनि अलिक ढिलै हुन्थ्यो कि त्यही हो भ्लग बनाएपछि फेरि के भनौँ के बोलौँ जस्तो हुँदो रहेछ है के बोल्नु जेनी भनेको के गफान्नु एउटा टपिक दिनु पर्यो नि Can you give me some topic? Can you give me a topic? जाडो भयो है जाडो त भएन मेरो आँखा त भयो भोक लाग्यो भोक पनि लाग्यो अनि त्यसपछि के भन्छ के अरे घामले ऊ पनि भयो यहाँ त एकैछिनमा पानी पर्छ एकैछिनमा घाम लाउँछ सेम पोखरा के ऊ चाहिँ पोखरामा त्यति साह्रो त हुन्न यति छिटै यति चाँडो चाहिँ हुन्न घुमिसक्यो बेबु किन घुमेको झन् सही नजिक पार्किङ लाग्ने झन् है तिमीलाई भोक
भोग्लाको मान्छेले नहिनाम भन्नु। ए पहिला मेरो लुगा सार्न जाऊँ। अस्ति उहाँले मेरो लागि लुगाहरू ल्याइदिनु भएछ, सबै भयो हुन चाहिँ, अनि चोइस पनि राम्रो थियो, त्यो नि मन परेको थियो मलाई। तर त्यो अलिकति सानो भएछ मलाई। सानो त होइन, ठिक्क हो, तर अलिकति टाइट भएछ क्या। त्यो एक्सचेन्ज गर्नु छ। कहाँबाट ल्याएको रे तिमीले? एचएनएममा गएर। लुगा नकिनौँ जस्तो लागिरहेको छ मलाई, तर फेरि आएपछि फेरि किनौँ जस्तो नि भएछ। के गरौँ? मेरो के गरौँ म? किनौँ कि नकिनौँ तिम्रो चोइस हो। अनि मेरो मम्मी बाबाले भ्लग हेरिरहनु भयो होला, यहाँको लुगा यति धेरै छ त त्यहाँ गएर लुगा कति लुगा किन्छस् भन्नुहुन्छ होला। हुँदैन कि अब कतै जान पर्यो भने लुगै छैन होइन, मसँग लुगै हुन्न कि। आज पनि म 1 घन्टा सोचेँ होला केलाम भनेर 2-3टा लुगा नि ट्राई गरेँ, लास्टमा चाहिँ यही लाएँ मैले। अनि त्यही हो लुगा। अनि फेरि दराजमा अस्ति सर्ने बेलामा ओ माई गॉड है, हामी त सामानै हुन्न होला भनेको, लास्टमा त ओ माई गॉड यति धेरै सामान के यति धेरै सामान। अनि धेरै त लुगा नै थियो, अनि किचनको सामान। अनि लुगा त के गर्ने हो अब लाउन खोज्दाखेरि अब सबैको प्रब्लम त्यही हुन्छ कि हुन चाहिँ। तर लाउन खोज्दाखेरि एउटा नि भेटिन्न, अनि केही मिलाउनु पर्यो भने यति धेरै लुगा हुन्छ क्या। त्यही भएर म चाहिँ आज लुगा किनौँ कि नकिनौँ भएर चाहिँ स्किन केयर चाहिँ मलाई टोनर लिनु छ, त्यति हो। अनि अलिकति आई क्रिमहरू पनि मलाई लिन मन लागिरहेको थियो, तर फेरि मैले त्यस्तो रिसर्च गरेको छैन कि कुन राम्रो हुन्छ भनेर। अनि हेरौँ गएर के हुन्छ। म चाहिँ आज भोलि चाहिँ अलिकति धेरै फलमास नगरौँ भनेर बसिरहेको छु, तर मैले फलमास गर्छु गर्दिनँ। फलमास खर्च नो साँच्ची भनेको के हो? हेर न एक्सप्रेसन। सो त्यही भएर चाहिँ होइन, इभेन्चुली अब केटी भइसकेपछि त हुन्छ नै होइन, तर जति सक्दो नगरौँ भनेर बसेको। किनकि त्यो एक सामानहरू किनेर वेस्ट मात्रै किन गर्नु चाहिँ नि है। हाम्रो घरमा कति धेरै सामान चाहिँ युजै नगरेको के। हामी ग्रोसरिज किन्दा नि त्यही हो कि, नकिने नि ठिक्क हुन्छ, किने नि ठिक्क हुन्छ कि। हामीलाई अब किन्दाखेरि धेरै किन्यो, अनि कहिले काहीँ भ्याउन्न नि त किन्नलाई, अनि चाहिने सामान मात्रै लिएर आएर हुन्छ हामीले, अनि त्यो भयो नि हुन्छ कि है। कहिले पनि यति धेरै किन्दा नि त्यो नि हुन्छ कि फेरि। सो आई थिङ्क सबैको प्रब्लम त्यही हो। म चाहिँ त्यही भन्न चाहन्छु। सायद मैले धेरै बोलेँ होला, धेरै त बोली छुइनँ म। अनि मेरो बुढाले त्यहाँ घुमाइ छ, कता जान लाग्नु भएको कति ढिलो चलाउँछु हेर न। मलाई झन् यो गाडीमा हिँड्नै मन लाउन्न झन्। तर होइन अब यो मलाई के भन्छ होइन, फेरि यहीँ आयो कि, अब फेरि टिकट काट्नुपर्ने होला। ए टिकट त लिनु पर्दैन। जान्ने भएर हालेको झन् छिटो जानु त्यस्तै हुन्छ। त्यही भएर जिन्दगीमा सर्टकट अप्नाउने नै होइन अरे कि, बुझ्नुभयो? मैले धेरै कुरा सिकेको छु यहाँ विदेश आएर चाहिँ। के सिकेछ भन त एउटा? धेरै कुरा सिकेको छु लाइफको बारेमा, आफ्नै बारेमा, सबै कुरा धेरै सिकेको छु। एउटा भन नि त। मान्छेहरू चिनेछु। एउटा चिज भन नि त। मैले त मान्छेहरू चिनेछु, जिन्दगीको बारेमा सिकेछु, अनि त्यही हो लाइफको बारेमा सिकेछु, थाहा पाएको छु। तिमीलाई नि हो यस्तो गाडी किन्ने सानो? मैले त सानो नै किन्ने भनेको कि। मलाई चाहिँ तर यस्तो भएछ, मलाई यो अलिकति दिमाग फुस्केको केटी रहेछ कि क्या हो भन्ला फेरि होइन। तर मलाई नेपालमा चाहिँ गाडी खासै चढ्न मन लाग्थेन। आई प्रिफर के भन्छ के अरे स्कुटर कि त बाइक। फेरि निस्किनु भयो मेरो बुढा यहाँबाट। तर यहाँ विदेशमा आएर त अब गाडी नै हो नि त जसरी नि। अनि तर त्यस्तो टाउको घुमाउनु है,
कहिले काहीँ मात्रै घुमाउँछ मलाई टाउको नभए घुमाइदिउँ अहिले भर्खर नै नघुमाउँदै भयो त्यसरी नचलाऊ है अनि तर त्यति बित्ति चाहिँ घुमाउनु नै आएर अनि कहिले काहीँ जस काम एकदमै हेक्टिक भएको बेलामा अनि त्यसपछि मलाई चाहिँ मेन भनेको पर्फ्युम चाहिँ आउनु भएन स्मेल चाहिँ आउनु भएन एकदमै त्यो एकदमै हार्स पर्फ्युमहरू हुन्छ नि त्यस्तो आयो भने चाहिँ मलाई टाउको झनक्कै दुखिहाल्छ नभए त अलिकति माइल्ड खालको एकदमै त्यो फ्लावरी खालको स्मेल चाहिँ मनपर्छ मलाई त्यो पर्फ्युम झन् केटाहरूको त्यो एकदमै मलाई त मन नै पर्दैन कि त्यो यस्तो परैबाट टाढा रहनु होला कृपया भन्ने हुन्छ अनि मेरो लागि गाडीमा पनि त्यो पर्फ्युम स्मेल आउने प्लिज नराख म हिँड्दाखेरि चाहिँ भनेर भनेको छु त्यही भएर उहाँले राख्नै भएको छैन होइन त अनि त्यही हो अब हामी अब आधै घन्टै त अब यहाँ पार्किङ खोज्दैमा गएछ भने मुभी स्टार्ट हुने बेला भइसक्यो अनि सायद आज हामी सपिङ गरिन्न होला जस्तो लाग्यो मलाई किनभने मलाई त्यो उसले चाहिँ भन्छ भ्याउँछ भनेर तर मलाई चाहिँ त्यो खाना खाँदाखेरि ए ल ल खाए ल ल जम भन्ने मलाई मन पर्दैन धेरै नबोलाउनु यहाँ भोक लागेको मलाई भोक लाग्यो तिमी बोलेको देखेर यस्तो छ हि इज रेड फ्ल्याग गाइज टोटली रेड फ्ल्याग कसरी ड्याङ्गे रेड फ्ल्याग अरूको लागि त भइदियो हुन्थ्यो भनेको भनेर तिमीलाई म अरू हो अरू के अरू मान्छे अनि म अरू हो तिमीले अरू मान्छेको लागि भनेको होइन म अरू हो त नि त्यत्रो गाडी The park is full. अनि त्यत्रो गाडी निस्किरहेको छ दियो हुन्छ नि जान देखिहाल्नु भयो उहाँले कसरी बोल्नुहुन्छ मसँग भनेर द्याट्स हाउ ही टक गाइज म यो डिलिट गरिदिनँ है यो क्लिप म यो क्लिप राख्छु जसरी नि अहिले पछि गएर डिलिट गर भन्ने होइन मैले के भनेर तिमीलाई नबोल नि धेरै आइनु नि त आइनु अनि त्यसपछि म के भन्दै थिएँ मेरो कुरै सकिँदैन मेरो कुरा नसकिन्सम्म मलाई त्यो कुरा भन्नु परिरहेको छ के कुरा हो सम्झ त ए मलाई चाहिँ जहाँ गएँ नि ल ल भयो ल हेऱ्यो सक्यो ल दामी भन्छ तिम्रो कपाल कपाल कम्प्लिमेन्ट दिन्छु तिमीलाई अब भयो अब त्यो उ गर्न ढाकछोप गर्न नखोज के हाक्का सिक्के होला नि हाक्का सिक्की भनेको त यस्तो हो नि त ढाकछोप भनेर नोरे ए कसलाई भनेको ए अनि त्यसपछि त्यही हो कि मलाई चाहिँ कतै गयो भने चाहिँ ए ल जम ल खाइहालौँ ल हिँडिहालौँ गरेको मन पर्दैन कि मलाई चाहिँ आनन्दले जानुपर्छ आनन्दले हिँड्नुपर्छ क्या सो त्यही हो त्यही जस्तो लाग्यो मलाई चाहिँ यत्रो धेरै मान्छे निस्किरहेको छ जान दियो हुन्थ्यो नि त अनि आज हामी सपिङ गरिन्न जस्तो लाग्यो सिधै खाएर अनि मुभी हेरिन्छ होला हजुरहरूलाई देखाउँछु म के हुन्छ भनेर चाहिँ के हुँदैछ चेन्ज पनि गरेँ अहिले नहेरौँ ढिलो हुन्छ चेन्ज पनि गरेँ अनि अर्को पनि लिगेँ सो आज चाहिँ हामी यहाँ के अरे बफे कस्मोमा आएको अनि यो चाहिँ लिखिदारीमा छ अनि यो चाहिँ बेसिकली बफे हो होइन सबै होइन बफे हो होइन त अनि सबै कन्टिनेन्टल डिसहरू पाइन्छ होइन सो अहिले चाहिँ हामीले यता जापानिज कोरियन खान लाग्यो सो मैले त्यहाँ सुसीको भण्डार ल्याएछु प्लस चपस्टिकै नरहेछ नि त चपस्टिक के थियो हो हातले खाइदिनु है
I was craving for sashimi. Baby. I was craving for sashimi. How the? Öyle lan. Kosmiro. Sauce baby. 혼자. यो यसको चाहिँ टाउको भात खानुहुन्न अब हामी एकछिन खान्छौँ देखाउनु बिर्सिन्छ सो दिस इज माई नेक्स्ट राउन्ड मेरो पनि हो नेक्स्ट राउन्ड उहाँको नेक्स्ट राउन्ड खाइन्छ मजाले मलाई चाहिँ फेरि यही लिएर आएको मैले चाहिँ तर धेरै खानुहुन्न भन्दै भन्दा बढी धेरै खानुहुन्न भनेर मैले भनेको के मैले भनेको सो मैले त्यो खाने देखाएको छ कि छैन होइन यो त्यस्तो हुन्छ मेरो लागि चाहिँ आधी टुक्रा टाउको र ज्यान ज्यान लाग्यो टाउको र ज्यान छुट्याउनुपर्छ अनि त्यसपछि यसको बाहिरको आउटर खोल चाहिँ निकालिदिने टुथपिक जस्तो भएको भए चाहिँ सर्छ हुन्थ्यो तर यहाँ मैले पाइनँ खाना चाहिँ थियो होला अनि यसलाई चाहिँ खोलेर फालिदिनुपर्छ हो इसको सॉस पनि कस्तो मिठो क्या ससमा डुबाएर त्यो फर्नु हेर्नु न so good this is my third round यसमा चाहिँ मिक्स म्याच छ सबै इन्डियन र जापानिज इज थर्ड राउन्ड वाह भेजिटेबल समोसे यो समोसे र मोमो राउन्ड हो बिर्सिसक्यो यो चाहिँ मेरो लास्ट डेजर्ट मेरो र ससाङको दुईजनाकै हो So let's have it. अन्त नाकको कस्तो देखेछ पिम्पल फुटाएको आज त्यही भएर सनसेट नि छ हाम्रो धुरन्धर छुटिसक्यो कति मिनट छुटिसक्यो तर त्यही नि अब फुल भयो फुल अब मजाले चिलमा धुरन्धर हेर्ने बियर खाँदै खान्छ बियर मेरो पेटमा त केही अटाउँदैन ओ माई गॉड रिल्याक्स खाएर अनेसपछि सिउ थम्बनेलको लागि मजाकले Let's go guys अब watching movie Let's go सिउ कस्तो भयो मेरो स्टिल यहाँ मुखमा पनि छ क्या डेजर्ट पनि छ डेजर्ट यति राखेर गएको थियो भएर अगाडि जानुलाई टाइम मुभी हेर्न जान लाग्यो हामी लेट्स गो
धुरन्धर हेर्न गइन्छ जाम हेर्न जाम यो त अर्कै हो है फेरि काश्मीरा मेरी हो जाए खरिदिउँ How's the movie so far? Good time. के भन्दै लास्ट डायलॉग तुझे घर की याद नहीं है जस्सी हम चाहिँ अहिले रातिको 12 बजेको छ अनि कपाल उडेर निस्केको हामी चाहिँ मुभी हेरेर मुभी वाज सुपर बवाल अब पार्किङको हेर्दैछ सो इग्नोर माई कपाल अहिले चाहिँ अनि मुभी वाज सुपर डुपर बवाल तर एट द इन्ड चाहिँ जे भए पनि कपाल त लास्टै भएछ एट द इन्ड चाहिँ जे भए पनि अब ह्याप्पी इन्डिङ होस् भन्ने जस्तो लाग्छ नि त होइन ऊ अब ककाले हेर्नुभएको छ अहिलेसम्म सबैले हेर्नु भइसक्यो होला होइन किनकि इट्स बिन 2 weeks है आएको सो हेर्नु भइसक्यो होला त्यही पनि राति पनि यस्तै हावा चल्छ कि है बबालै धुरन्धर तर लास्टमा चाहिँ मलाई उसको त्यो दुइटै फ्यामिली सँगै भएर हुन्छ नि एउटा ह्याप्पी फ्यामिली देखाएको भए चाहिँ हुन्थ्यो जस्तो लागिरहेको थियो लास्टमा है जानुपर्ने हुन्छ नि घरमा जानु नि पर्ने हो प्लस उसले चाहेको आफ्नो बुढी र छोरा नि ल्याउन पाउँथ्यो नि त होइन र त्यस्तो हो अब के गर्नु तर यो चाहिँ रियल मुभी हो रे फेरि धुरन्धर 3 आउँछ मलाई त्यस्तो लाग्छ आउँदैन आउँदैन स्योर इन्डिया बसेन अनि इन भयो त अब इन्डिया फर्क्यो अब के भन्छ नि त्यो कहाँ गयो त लास्ट आउनु होला टाढो भयो ज्याकेट लाउने हेरेका होइन मान्छेले त्यो एउटा मलाई भ्लगै बनाउनु भन्दा के अरे आजको भ्लग चाहिँ यस्तै भयो होइन कस्तो भयो जे होस् मलाई त अहिलेसम्म भोक लागेन है भोक कहाँ खान्छ नि तिमीले भनेको र डेन्जर भोक लाग्यो भने तिमीलाई मैले पुऱ्याइदियो 3-4 दिनसम्मको लागि 3-4 दिन त नि भोलि बिहान उठेर फेरि भोक लाउँछ नेपालमा पनि एकचोटि त त्यही हो हजुर के भन्न चाहनुहुन्छ see you in the next vlog तर वर्थ इट है 4 घण्टाको होइन वर्थ इट है अझै भइदियो भने जस्तो लाग्यो मलाई त के मलाई पनि सेम त्यही हो इट वाज अ रमाइलो डे आजको दिन एकदमै वेल स्पेन्ड भयो होइन अनि आज हाम्रो ब्लग पनि यति नै हुन गएको छ आज होइन यति नै जान्छ अब चाहिँ हामी घर जान्छौँ किनभने 12 बजिसक्यो सो भोलि बिहान उठेर फेरि काममा पनि दौडिनै पर्यो सो लेट्स गो टु होम एन्ड होप यु इन्जोय दिस ब्लग मैले चाहिँ एकदमै आफ्टर एकदमै लङ टाइम पछि ब्लग बनाएको थिएँ सो या त्यही हो थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड एन्ड वी विल सी यु इन द नेक्स्ट भिडियो बाई ड्राइभर चेन्ज अनि यो पछाडि यो पनि ठिक छ ल स्टार्ट छ होइन ए सरी ह्यान्ड ब्रेकै त बिर्सेछु